कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप लागेको छ। अमेरिकामा रहँदै आएकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी हुन्। पीडित युवतीले 1 वर्ष अगाडि कार्यक्रमको सिलसिलामा अमेरिका आएका लम्सालले आफूमाथि बलात्कार गरेको बताएकी छिन्। घटनाबारे प्रश्न पार्दै उनले भनेकी छिन्, कुराकानी हुँदै जाँदा सागर लम्सालले तिमी बसेको ठाउँ हेरौँ न त भन्नुभयो। मैले 10 वर्षभन्दा बढी समयदेखि चिन्ने दाइ मानेको मान्छेलाई विश्वास गरेर आफ्नो अपार्टमेन्ट देखाउन लगे। अपार्टमेन्टमा बसेर कुरा गर्दै मेरो स्वास्थ्यको कुरा निस्कियो। मैले आफ्नो सङ्घर्ष सबै साझा गरेँ, रोएँ भने कति गाह्रो भइरहेको छ भनेर। मलाई थाहा थिएन, जसलाई म दाइ सोच्थे हाम्रो परिवारले आफ्नै जस्तो ठान्थे, तर त्यो मानिस त एउटा राक्षस रहेछ। म बलात्कृत भएँ। उनी थप भन्छन्, जति आशा बाँकी थियो, जति शक्ति बाँकी थियो, म सबै हरायो। मेरो आवाज निस्किएन। म चिच्याउन चाहन्थेँ, आफ्नो परिवारलाई भन्न चाहन्थेँ, तर त्यस्तो अवस्थामा पनि केही भनौँ मेरो परिवार टुट्छ कि भन्ने डर लाग्थ्यो। पीडित युवतीले भनेकी छिन्, यो घटनाले मलाई हरेक दिन भित्रभित्रै खाइरहेको छ। राम्रोसँग सास फेर्न सक्दिनँ, खान सक्दिनँ। लाग्छ म एउटा जीवित लास जस्तै भएको छु। तर त्यो राक्षस आफ्नै घर फर्केर खुलेआम बाँचिरहेको छ। आज अलि हिम्मत आयो र यो लेखेँ। मलाई थाहा छ मैले न्याय पाउँदिनँ र अब लड्ने हिम्मत पनि छैन। तर जसले मसँग यस्तो गलत गर्यो उसले आफ्नो कर्मको परिणाम भोग्नै पर्छ। भविष्यमा उनले अरू कसैसँग यस्तो गर्न नपाओस्। उनले आफू सानैदेखि डिप्रेसन र एङ्जाइटीसँग लडिरहेको पनि उल्लेख गरेकी छिन्। यो रह्यो पीडित युवतीको कुरा। सागर लम्साल बलेबाट अहिलेसम्म त्यस्तो केही यो विषयलाई लिएर प्रतिक्रिया आएको छैन।